मेरो कहाँ दुखिसक्यो तिमीहरूलाई क्यारी गर्दा गर्दै। म तिमीहरूको प्रिमियर लिगको पछिल्लो 10 वर्षको बेस्ट साइनिङ हो। म गोल हान्छु, म असिस्ट गर्छु, म डिफेन्डिङमा आएर हेल्प गर्छु, म मिडफिल्डमा आएर सङ्घर्ष गर्छु, ब्रुनो क्यासेमिरोलाई हेल्प गर्छु। म तिमीहरूको बेस्ट अट्याकर हो। म प्रिमियर लिग प्लेयर अफ द मन्थको अवार्ड जित्छु। म तिमीहरूको कोचलाई म्यानेजर अफ द मन्थको अवार्ड जिताइदिन्छु। म तिमीहरूको फ्यान्सहरूको कल्ट हिरो हो अहिलेको। मेरो पूजा गर तिमीहरूले। लिटरली तिमीहरूलाई क्यारी जब गरिरहेको छु मैले। बट मैले जस्तो खेलिरहेको छु त्यस्तो हामीले रिजल्ट एकुमुलेट गर्न सकिरहेको छैन। किन? तिमीहरूको एल डिफेन्डरहरूले गर्दाखेरि डिफेन्डिङ भइरहेको छैन। एउटा अफसाइड ट्र्याप बना, अफसाइड ट्र्याप भन्दा पछाडि गएर बस्छन् प्लेयरहरू। मजाकलाई साइडमा राखौँ केटा हो। यो म्याच म्यान्चेस्टर युनाइटेडले बोटल गर्यो भनौँ कि टोटनहामले बोटल गर्यो भनौँ। 84 मिनटसम्म म्यान्चेस्टर युनाइटेडले 1-0 को कम्फर्टेबल लिड लिएर बसेको थियो। गोल फ्रम ब्रायन अम्बेमो इन 32nd मिनट। बट 84औं मिनटमा मठाइस टेलले आएर गोल हानिदियो। त्यसपछि त युनाइटेडले त गेम नै कन्ट्रोल गर्न सकेन। स्पेसली 80 मिनट 70 मिनट पछि नै भनौँ जब प्लेयरहरू थ्रो गर्न थाल्यो टोटनहामले, युनाइटेडले गेम कन्ट्रोल गर्न सकेन। लास्टको 10 मिनट त लिटरल्ली म्यान्चेस्टर युनाइटेडले 10 जना प्लेयरले खेलिरहेको थियो। सेस्को इन्जर्ड भएर बाहिर निस्क्यो। सेस्कोले दुईटा ललिपप जस्तो गोल हान्नुपर्ने बल मिस पनि गर्यो। त्यो गोल भएको भए युनाइटेडले इजिली जित्थ्यो यो म्याच। बट 84औं मिनटमा तेलले गोल हान्यो। 90+1 मा रिचार्लिसोनले गोल हान्यो। रिचार्लिसोनको गोल चाहिँ कहिले विनर हुन सक्दैन अरे के। त्यही हो भएर 90+6 मिनटमा गएर डिलिटले फार पोस्टमा हेडिङ गोल हानेर म्याचलाई ड्र गरायो। लास्ट टाइम क्रिस्टियानो रोनाल्डो म्यान्चेस्टर युनाइटेडमा हुँदाखेरि टोटनहामले म्यान्चेस्टर युनाइटेडसित हारेको थियो। त्यसपछि लगातार टोटनहामले कि त ड्र गरिरहेको छ कि त जितेको छ। त्यो म्याचमा क्रिस्टियानो रोनाल्डोले स्टेडियम छोडेर गएको थियो। 80 मिनटमा सब्स्टिट्युट हुन नमानेर स्टेडियम नै छोडेर गएको थियो एरिक टेन हागको पालामा। तिमीहरूलाई याद छ होला। त्यसपछि पियर्स मोर्गनसित इन्टरभ्यू भएको थियो। त्यसपछि बवाल भएको थियो। त्यो छुट्टै पाटो छ होइन। तर यो म्याच युनाइटेडले जित्न पर्थ्यो। लास्टवाला नटिङहम फरेस्टको म्याच पनि यसरी नै युनाइटेडले बोटल गरेको थियो। त्यही हो, उगार्टे डिएगो डालोटबाट भइरहेको छैन केटा हो। यिनीहरूलाई रिप्लेस गर्न पर्छ। यिनीहरू मिडियोकर प्लेयरहरू हुन् क्या, युनाइटेड लेभलको प्लेयर नै होइनन्। आज जसो तसो गरेर पोइन्ट सेभ गर्यो। त्यो कङ्ग्रेचुलेसन युनाइटेड फ्यान। अब केही समय छ, लगभग 15-20 दिनको इन्टरनेसनल ब्रेक छ। इन्टरनेसनल ब्रेकमा अब फिगर आउट गर्छ रुबेन अमोरिमले, प्लानहरू डिस्कस गर्छ विन्टर मार्केटको लागि। त्यही हो ल। ग्लोरी ग्लोरी म्यान युनाइटेड, ग्लोरी ग्लोरी टोटनहाम हटस्पर।